आज चाहिँ साथीहरू मेरो ठुलो घटना भयो, ठुलो क्षति भयो। यहाँनिर सुँगुर मर मेरो माउ सुँगुर बच्चा थियो, बच्चा चाहिँ पर टिपेर राखिसकेको छ। यहाँनिर आज यो खोर भत्काएर अब गरेर लाने पर चारो खाएर अहिले भर्खरै मरेको भर्खरै नै ए लाग्छ है। उधारो उचाल्नु न अब त खोर भत्काइदिने अब डाङडुङ यो मर्यो। उता तानेर फ्याल्दिनु न परतिर। यहाँनिर काम लगाएको नि यसको अब दाह संस्कार गर्नु पर्यो नि। हजुर यत्रो थियो माउ सुँगुर। यो चाहिँ बच्चाको माउ हो क्या। बच्चा नि भर्खर 3 दिन भएको, 3-4 दिन भएको थियो बिहाको चाहिँ। यो आज यसलाई स्वर्ग देख्यो। ल यहाँ खोर पनि भत्किसक्यो, अब लाने ढोकोमा। ल यो पनि भयो भयो तान्नु भर्खरै हो। 1 घन्टा नि भएको छैन मरेको। अघि म अनि भनेर त पर बोलाउनु गएको। भर्खरै ढाडिनु थाल्यो। अघि त सलक्क सुतिरहेको थियो नि है। र त तान्नु न अगाडिबाट, तान्नु न अगाडिबाट। घिसार्नु न घिसार्नु। तपाईँ चाहिँ रक्सी खाएर बस्नु। यताबाट सजिलो हुन्छ। कुकले बिहानै रक्सी आज बनाइराख्छ कि कति बटल, अनि त्यहाँ बसेर हल्ला गर्छ। म नि तान्नु सघाउँछु खै। पेमे आइज न यहाँ तान्नु। पेमे लागोस् न है, त्यो धुँदा भइहाल्छ। अनि यहीबाट हुन्छ। केही खाएको छैन, खुनसुन केही आएको छैन कि है। खुन त आएको छैन। अरू केही पनि रक्सी खाएपछि त के काम छैन। तान्नु पर्छ नि बरु। डोरी लाएर तानौँ छिटो। हामी 2 जनाले यत्रो उचाल्नु नि, 2 जना यता है उता होइन। यता ल्याउँ अब।
होइन त छिटो सुन। टेक्का लहराएर झाऱ्यो भने पुगिहाल्ने रहेछ खौलीमा कहाँ क्या उ त छेक्नु है दाजु यता उ त झरो भने त फेरि उकालो त बोकेर त सानो पर्दैन नि टेनेर बोकाउने हो अब चाहिँ उतै जानु भाइ यहाँ माथेको उतै कन्फी चाहिँ के खोजिले का ठिक्का गर्दै सक्दैन त एकछिन त्यसो न तान्छ लु दुईजनाले त्यति चाहिँ सकिलो सिधा बनाउ त अनि अहिले तल मन लाग्छ यहाँ पर चाहिँ पुग्नु पर्छ नि तलै झरो भन्दा नि फेरि उकालो त बोक्नु त गाह्रो पर्छ अब त्यसरी हेर पस अब ठिक्का ठाउँमा देखो पेमे ai hौ अलिक उ भएछ नि सानो सानो ल दागबत्ती दिनु जाऊ हो अब दागबत्ती दिनुहोस् पछाडिबाट अलिक पछाडिबाट तान्नु न मान्छे अब दागबत्ती दिनु कस्तो मान्छे नभए पनि छोटो भएछ यत्रो लाग्यो राम्रो एकजनाले एकछिन नभए केटा पेमे मान्छे होइन जाँड खाएर जाने भाइ जाँड छान्दैछ अब दिदीले त्यहाँ भनेको छ मरेपछि पनि छोड्दिनु हौ के साह्रो त गरेको होइन खुट्टा त यता उभोको फाल्नुपर्छ माटो एकछिन मजार छानिदिन्छ भनेको छ छोरीलाई अहिले त ढारिन थालेछ ल त्यति न त्यही तिम्रो सुँगुर अब छुनु अब मान्छे मर्दा त झरिँदैन चिसोले होइन माथि माथि खन न माइला त्यता होइन हुन्छ उता तल्लोपट्टिको उभोकै उभोकै जाडो छ र पो मर्छ त छैन भने के यसको पाठा चाहिँ माथि छ अब खुङ्गीभित्र यसलाई अब बच्चा जगाउनु चाहिँ गाह्रो भयो 4 दिनको पाठा चारै लागेको छैन दुध लिएर दुध दनी लिएर भनेकोमा एउटा जम्बुमा हाल्दिनु कि दुध जम्बुमा हाल्दिनु जम्बु 2 जम्बु दुध भयो भने मजाले हुर्किन्छ 2 जम्बु होइन 1 जम्बु नै पायो भने पनि हुर्किन्छ क्या अब त्यससँगै अरू पनि मिसाउनु पर्यो भन्ने कुरो चाहिँ र त फेरि अहिले खडै रहेछ माथि बाजेहरूको पनि पाउँछ त्यो दिन्छ दिँदैन है त्यो चाहिँ थाहा भएन माथि 20 केनमा उतापट्टिको गोठमा कुकुरले नकटाउँछ है कुकुरले कटाउनु गन्दै आउँदैन बरु यसरी चकचकी गाडिदियो भने ल यो चाहिँ दागबत्ती दिएको अरे शेर्पाले दागबत्ती दिएको यो कताको लट भनेको अहिले माथि अहिले रक्सी खाएर म पनि उतातिर मासतिर गएर सुत्दिन्छु अनि ठेकदार भएपछि किन्नु पर्दैन त भयो हौ हुँदैन छोड्दैन जाउँ गइसके सबै मलामी यिनीहरूको माउ मरिगयो ए अब यसरी खोले खुवाउनु पर्छ दुध चाँदै जन्मेको रहेछ नि त यो चाहिँ छोडिदेऊ न तलको च्याप मिल्दैन नि त भोक लागेपछि मिल्छ अलिक ठुलो दुलो भएछ है क्या कुन भाइको खायो कुन खाएन यसले चाहिँ खाएको छैन जस्तो लाग्यो यिनीहरूको त बाटो उको हुन्छ आया हुन्छ त हुन्छ त आया हात लाउने होइन नि त नि हो त्यसरी पो लाउने त
जन्मिँदै दाँत हुन्छन् होइन